गाइस मैले लाइफमा एउटै मात्रै राम्रो डिसिजन गरेछु हैन साथीहरु त्यो भनेको के हो भनेदेखि बिहान बिहान चाँडै उठ्ने र रनिङ गर्ने है अब अरु नराम्रो ह्याबिटहरु त मैले धेरै अगाडि नै छोडिसकेको छु साथीहरु हैन तर पनि त्यो सबै नराम्रो ह्याबिटहरु छोडे पनि एउटा राम्रो डिसिजन चाहिँ मैले के गरे भनेदेखि म बिहान बिहान 4:30-5 बजे उठ्छु साथीहरु अनि दौडिन्छु हैन माइन्डमा चाहिँ एकदम क्ल्यारिटी पर्ने रहेछ हैन साथीहरु अनि त्यसपछि माइन्ड एकदम पोजिटिभ बस्छ हैन पोजिटिभ थट्सहरु मात्रै आउने रहेछ अनि त्यसपछि बडी एकदम एक्टिभ हुन्छ एनर्जेटिक फिल हुने रहेछ क्या मेरो पर्सनल एक्सपिरियन्स चाहिँ साथीहरु हैन मैले 2 महिना भयो रेगुलर एक्सरसाइज गरेको हैन मेरो पर्सनल एक्सपिरियन्स चाहिँ मैले चाहिँ यो गरेको त्यो डिसिजनले चाहिँ मेरो यो दिमागै घुमाइदिएको साथीहरु हैन फेरि नराम्रोसँगले घुमाएन साथीहरु एकदम राम्रोसँगले चाहिँ मेरो दिमाग घुमायो है एक्सरसाइजले चाहिँ अब चाहिँ म जतिसम्म सक्छु त्यतिन्जेलसम्म चाहिँ म कन्टिन्यू गर्छु साथीहरु हैन अहिले चाहिँ यस्तो लाग्छ कि साथीहरु मैले पहिले किन सोचिनँ यो कुरा पहिले चाहिँ म पहिलेदेखि चाहिँ किन यो चिजमा लागिन जस्तो लाग्छ साथीहरु हैन तर ठिकै छ हैन ढिलै भए पनि स्टार्ट गरे अब त्यसलाई म कन्टिन्यू गरिरहन्छु साथीहरु